पार्कभित्रको कन्टिन्युसन चाहिँ अब देखाउनु गइरहेको छु साथीहरू। मैले तपाईँहरूलाई भनेको थिएँ नि यहाँ फाउन्टेनहरू अपरेट हुने टाइम छ भनेर। यो हेर्नुहोस् टक्कै उनीहरूले अन गरेछ यहाँ। अनि हेर्नुहोस् न कस्तो दामी देखेको। अनि अझै एउटा फाउन्टेन पनि थियो, त्यो पनि तपाईँलाई भरे देखाउने छु। अनि हेर्नुहोस् न कस्तो अग्लो अग्लो रुख के को होला यो, हेर्नुहोस् त यो डेट्स हो कि पाम ट्री हो कि के हो, म त खै चिन्नु सकिनँ हौ साथीहरू। भन्नुहोस् ल कमेन्टमा कि यो ट्रिज चाहिँ के को भनेर। फेरि नोटिस पनि गरिनँ त्यति बेला त, म त यताउता हेर्नुमा मस्त थिएँ नि त। अनि हेर्नुहोस् त कस्तो दामी दामी छ नि यहाँ, एकदम फोटोसुटहरू गर्नुको लागि पनि एकदम राम्रो एरिया छ हेर्नुहोस् न। अनि म तपाईँलाई के भन्नु चाहेको थिएँ भन्दाखेरि नि यहाँ एन्ट्री गर्दा गर्दै नै साइडपट्टि चाहिँ राइट ह्यान्ड साइडपट्टि भनौँ न, त्यहाँ चाहिँ नानीहरूले खेल्ने खालके हुन्छ नि प्ले ग्राउन्डहरू छ। कस्तो दामी दामी सानो सानो अब स्विङ्सहरूदेखि लिएर केहरू थियो। अनि सानोबडे त्यहाँ एउटा जू जस्तो पनि छ भनौँ न, ऱ्याबिटहरू थियो, नानीहरू हेर्दै थियो त्यहाँ है। अनि राम्रो छ यो एरिया है, यतै बसेर पनि तपाईँहरूले अब मजाले इन्जोय गर्न सक्नुहुनेछ। अनि हेर्नुहोस् न म त घुम्दै हेर्दैछु, अझै भिडियोमा आउनेछ है। फाउन्टेन कस्तो लाग्यो तपाईँहरूलाई, मन पर्यो होला?